नमस्कार हजुर। नमस्कार। हजुरको नाम के होला? जानकी घिमिरे। जानकीजी, हजुर कहाँ बस्नुहुन्छ? रूपन्देही जिल्ला तिलोत्तमा 5 मडे ग्राममा बस्छु म। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा कहिले प्राप्त गर्नुभयो? सन् 2018 सेप्टेम्बर 14 तारिकको सन्त रामपालजी महाराजको शरणबाट मैले मन्त्र दीक्षा ग्रहण गरेँ। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभन्दा पहिले तपाईँ के कस्ता भक्ति साधनाहरू गर्नुहुन्थ्यो? सन्त रामपालजी महाराजको मन्त्र दीक्षा लिनुभन्दा पहिले मैले परमा विष्णु महेश्वरको भक्ति गर्थेँ। अनि जसरी बाटोमा देख्यो एउटा ढुङ्गा देख्यो पनि पाती डस चढाएको देखेपछि यही नै भगवान हो भनेर ढोक गर्थेँ। सबै मन्दिरहरू गएर पूजापाठ गर्थेँ, परमा विष्णु महेश्वरको भक्ति गर्थेँ। अनि त्यसपछि गर्दा गर्दै पनि म फेरि कोही एउटा साथीले मलाई सन्त निरङ्कारी मिसनमा प्रवेश गराउनु भयो। यहाँ भगवान देख्न पाइन्छ, यहाँबाट चाहिँ राम्रो हुन्छ, भगवानको दर्शन हुन्छ भनेर मलाई उहाँलाई जोड दिनुभयो। अनि सन्त निरङ्कारी मिसनमा मैले चाहिँ 18 वर्षसम्म सत्सङ्गमा लाएर मैले चाहिँ दिनरात उतैतिर समय बिताएँ। तपाईँ 18 वर्षदेखि सन्त निरङ्कारी मिसनमा आबद्ध हुनुहुन्थ्यो, साथै हिन्दू धर्ममा प्रचलित भक्ति साधना पनि गर्नुहुन्थ्यो। फेरि सन्त रामपालजी महाराजको शरणमा जानुपर्ने कारण के थियो? सन्त रामपालजी महाराजको शरणमा जानुपर्ने कारण के हो भने अब मैले चाहिँ सन्त निरङ्कारी मिसनबाट भक्तिबाट मलाई आनन्द मिलेको थिएन। त्यहाँ जो पाउने चिज मैले पाएँ जस्तो मलाई लागेन, किन भन्दा त्यहाँ मर्यादा पनि थिएन, शास्त्र अनुकूल भक्ति पनि थिएन। त्यहाँ शास्त्रको कुरा नै आएन, कहिले पनि वेदशास्त्रको कुराहरू निकालेको मैले सुनिनँ। त्यसो हुँदाखेरि हाम्रो त्यो वेदशास्त्र सम्बन्धी नहुँदाखेरि त्यहाँ खानामा परहेज पनि, कुनै खानपिनमा परहेज पनि भएन, कुनै मर्यादा पनि नभएको हुँदाखेरि मेरो मनमा सन्तुष्ट आएन कि यहाँ भक्तिमा कतै न कतै चुकचाडी छ जस्तो लाग्यो, मलाई आनन्दित भएन। त्यस कारणले मैले चाहिँ म अलिकति बिरामी थिएँ, एकदम बिरामी अवस्थामा थिएँ, खाटमा लडिरहेको थिएँ, मैले मृत्यु कुरेर बसेको थिएँ। मेरो कतिखेर मृत्यु आउँछ भनेर म चाहिँ त्यो मृत्युसित लडिरहेको बेलामा म हेराउन भनेर गएँ। ज्योतिष्य प्रसिद्ध ज्योतिषमा हेर्न जान्छु, अब तैँले यही मङ्सिर कर दिनुहोस्, कार्तिक कर दिनुहोस्, कार्तिकको मसान्तिबाट उता तैँले कर दिनुहोस् भनेर मलाई हेराउनेले ज्योतिषीहरूले चाहिँ मलाई यस्तो भनेर भन्नुभएको थियो। तर त्यही कारणले पनि फेरि म मानसिक तनाव भयो, मलाई डिप्रेसन भयो, अनि शारीरिक कष्ट भयो। त्यस हुँदा मैले पकाएर खाना बनाएर पनि खान नसक्ने स्थिति आयो। त्यस्तो समयमा म खाटामा लडेर बिस्तार बिरामी भएर बसिरहेको बेलामा एउटा सन्त रामपालजी महाराजको अनुयायी अनि भगत एउटा बहिनी हुनुहुन्थ्यो, उहाँले आएर थाहा पाउनुभएछ कि त्यो दिदी बिस्तारामा हुनुहुन्छ, बिरामी हुनुहुन्छ, उहाँ एकदम राम्रो मान्छे हो, मैले गएर केही गर्नुपर्छ भनेर त्यो बहिनी आउनुभयो। आएर मलाई ज्ञान सम्झाउनु भयो। मैले बुक ल्याइदिन्छु ज्ञानगङ्गा दिदी, पढ्नुहोस्, हजुरले ज्ञान बुझ्नुहोस्, सायद तपाईँलाई परमात्माको कृपा भयो भने 1-2 वर्षमै तपाईँलाई राम्रो भएर तपाईँले तरकारी ल्याएर खान सक्ने हुनुहुन्छ भनेर भन्नुभयो। म त निरङ्कारी मिसनमा छु, मलाई यही ज्ञान ठिक छ होला, मैले त खै बुझ्न अब मेरो त्यो पनि मैले छोडिसकेँ, अब मैले केही पढ्न सक्ने पनि मेरो क्षमता छैन बहिनी। मेरा शरीरका सेलहरू, मेरा नसाहरू सबै ड्यामेज भइसके, मेरो दिमाग ड्यामेज भइसक्यो, म डिप्रेसनमा छु, मलाई पढ्न मन पनि छैन, अब मलाई बाँच्न मन पनि छैन बहिनी, तपाईँले भन्न त भन्नुभयो, त्यही पनि बुक ल्याउनुहोस्, मैले पढ्न त सक्दिनँ, त्यही पनि मैले पढ्न सकेँ, मैले कोसिस गर्छु भनेर त्यो बहिनीलाई मैले भनेँ। अनि त्यो बहिनी 2 दिनपछि गएर ज्ञानगङ्गा पुस्तक लिएर आएर मलाई दिनुभयो। अनि त्यसपछि मैले चाहिँ सक्दो अध्ययन गरेँ कि 8-10 दिनसम्म मैले अध्ययन गरेँ। अध्ययन गर्दाखेरि मलाई चाहिँ अब म त भगवानको खोजीमा भन्दा नि म पीडित थिएँ। पहिला त पीडित हुँदाखेरि मैले के सोचेँ, मेरो स्वास्थ्य राम्रो भइदिएर बाँच्नु पाएँ, मलाई यही हुन्थ्यो जस्तो मेरो चाहिँ सबभन्दा ठुलो समस्या त्यही थियो पहिला। अनि मैले पहिला सुरुमा पढेर मैले बुझ्न सकिनँ। ज्ञानगङ्गा पुस्तकमा धेरै शास्त्रका शिलकहरू गुरु रामपालजी महाराजले शिलकसहित खोजेर अध्याय यति अध्यायको यति शिलकमा यो मन्त्रमा यो छ भनेर हामीलाई यसरी बुझाउनु भएको रहेछ। अब हामी शास्त्र सम्बन्धी पढेकै नै, एउटा अब हामीलाई पण्डितजीहरूले शास्त्र अब आएर एउटा कर्मकाण्ड गराउनुहुन्थ्यो, आफूले चाहिँ आफ्नो काम पुरा गरेपछि जानुहुन्थ्यो। हामीलाई त्यसपछि हामीलाई केही थाहा थिएन, शास्त्र भन्ने हामीले खोलेर हेरेकै थिएनौँ। गीतामा यस्तो यस्तो मन्त्र रहेछ हामीलाई थाहा थिएन। गुरुजी रामपालजी महाराजले, सन्त रामपालजी महाराजले जब चाहिँ गीताको अध्याय शिलक समेत छुट्याएर सबै ज्ञानगङ्गा पुस्तकमा राख्नु भएको रहेछ, मैले पहिला पढेर बुझ्न सकिनँ। त्यसपछि मैले लास्टमा इन्टरभ्यू हेरेँ। इन्टरभ्यू हेर्दाखेरि कस्तो पनि आशा पलायो कि सबै बिरामीहरू पनि राम्रो हुँदै जानु भएको रहेछ, सबैलाई राम्रो भएको रहेछ। के थाहा, मलाई पनि केही परमात्माको कृपा हुन्छ कि म पनि बाँच्ने आधार थियो, मलाई पनि बाँच्न चाहना थियो, तर चाहिँ पीडाले गर्दा मर्ने मन थियो, बाँच्ने मन थिएन। शारीरमा सबै यो बातले शरीर पुरै नसाहरू जाम भइसकेको थियो, हड्डीहरू जाम भइसकेको थियो, मैले केही काम गर्न सक्थिनँ। त्यसपछि मैले ज्ञानगङ्गा पुस्तक पढेँ। ज्ञानगङ्गा पुस्तक पढिसकेपछि मलाई आस्था पलायो कि
त्यहाँबाट त्यो बहिनी जसले चाहिँ मलाई पुस्तक ल्याएर दिनुभएको थियो उहाँलाई मैले फोन गरेर भने बहिनी मलाई पनि केही आशा पलायो, मलाई यो नाम दिशा लिने ठाउँ कहाँ छ, सन्त रामपालजी महाराजको आश्रम कहाँ छ, मलाई लैजानुहुन्छ भनिसकेपछि मैले लैजान्छु दिदी, तपाईँलाई समातेर भए लैजान्छु भनेर मलाई आश्रममा ल्याउनु भयो। पहिला त परासी थियो, अनि अहिले चाहिँ तपाईँको भाग्यले चाहिँ यहाँ भैरवा नामदान सेन्टर छ, हिँड्नुहोस् जाम भनेर भन्नुभयो। ल आउनुहोस् मलाई लिएर जानुहोस् भने बोलाएँ। अनि त्यसपछि हामी चाहिँ यो सन् 2018को सेप्टेम्बर महिनाको 14 तारिक मैले चाहिँ भैरवाको नामदान सेन्टरबाट मैले सद्गुरु रामपालजी महाराजबाट नाम दीक्षा ग्रहण गरेँ। तपाईँको कुरा सुन्दा सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभन्दा पहिले थुप्रै आर्थिक, पारिवारिक र शारीरिक समस्याहरू थिए। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिएपछि तपाईँका ती समस्याहरू समाधान भए त? मलाई चाहिँ 20-22 वर्षदेखि नसाको बिमार थियो, हात खुट्टामा जाम थियो, नसाहरू, बातको बिमारी थियो। मैले कति ठाउँ इलाज गराएँ, कति पैसा खर्च भयो, कति डक्टरहरूलाई देखाएँ। मैले चाहिँ सुरुबाटै मैले गाउँबाट सुरु गरेँ। मैले यहीँ बुटोलका उपचार गरेँ, अनि बुटोलका हस्पिटलमा उपचार नभएपछि म काठमाडौँ गएँ। काठमाडौँको जुन शिक्षण अस्पतालमा उपचार गराएँ, त्यहाँबाट पनि ठिक भएन। अनि बिएनबी हस्पिटलमा उपचार गराएँ, त्यहाँबाट पनि ठिक भएन। वीरस्थलमा उपचार गराएँ, त्यहाँबाट पनि ठिक भएन। अनि गएमा गोरखपुरको अग्रवाल हस्पिटलमा गएर उपचार गरेँ, त्यहाँबाट पनि मलाई राम्रो लाभ मिलेन। अनि मलाई चाहिँ एकदम पीडा नै थियो, यो शरीरमा कुनै पनि औषधि खाँदा लाभ भएन, पैसाको मात्रै नाश भइरहेको, पैसा खर्च हुने, अनि चाहिँ रोग ठिक नहुने। त्यस हुँदाखेरि म एकदम चिन्तित थिएँ। अब मेरो विकल्प छैन भने फेरि दिल्लीमा गएँ। दिल्लीमा गएर मेदान्त हस्पिटलमा पनि जचाएँ। होइन, पहिला चाहिँ मैले यो अल इन्डिया मेडिकलमा जचाएँ, अनि यो साइन्टिस्टियन भन्ने एउटा हस्पिटल छ, त्यहाँ पनि जचाएँ। त्यहाँबाट पनि मलाई केही लाभ मिलेन। अनि जो यो रोहिणीमा एउटा हस्पिटल थियो जुन जडीबुटी जस्तो, त्यहाँ देखाउन जाँदाखेरि डक्टरले भन्नुभयो कि तपाईँको हड्डी सडिसकेको छ, अब सडेको चिज कहिले फर्केको उहीँ देख्नुभएछ, तपाईँले एउटा चिज सडेर फ्याँकेपछि त्यो कहिले फर्काउँदैन, तपाईँको हड्डी सडिसकेको छ, अब दबाई गरेर सन्चो हुन्न, तपाईँ जानुहोस्, घर बेड रेस्ट गर्नुहोस् भनेर भन्नुभयो। अनि त्यसपछि लास्ट एकचोटि चाहिँ वेदान्त हस्पिटलमा जाम त नि, उहाँ जाँदाखेरि उसले भन्यो कि पुरै सडिसकेको छ, तपाईँको मेरुदण्ड नै फेर्नुपर्छ, त्यो प्लास्टिकको मेरुदण्ड नै फेर्नुपर्छ, तर बोनको हड्डी चाहिँ सडेको फेर्नु मिल्दैन भनेर मलाई चाहिँ उहाँले छुट्टी दिनुभयो। त्यसपछि म चिन्तित भएर पीडामा भएर म घर आएर बसेँ। त्यसपछि सन्त रामपाल यत्रो पैसा खर्च गरेर पनि ठिक भएन भनेपछि अब मेरो विकल्प सकियो, मृत्यु बाहेक केही पनि छैन भनेर मैले मृत्यु गरेर बसेको बेलामा आज परमात्मा सद्गुरु रामपालजी महाराजको सिधा नाम दीक्षा लिएर भक्ति गरेपछि नयाँ जीवन दिनुभयो। मलाई त मरेको जीवनलाई जीवित गराइदिनु भयो। यिनी सेलहरू मरिसकेका थिए, दिमाग चाहिँ पागल भइसकेको चाहिँ डिप्रेसनमा थिएँ। त्यो दिमाग त परमात्माको यो सद्गुरु रामपालजी महाराजको भक्ति गर्न लागेपछिबाट चाहिँ दिमाग चाहिँ बच्चाको जस्तो गराइदिनु भयो। कस्तो कि एउटा किताब पढ्न पनि मलाई म सक्दिनँ, एउटा पेज पनि पढ्न सक्थिनँ, अहिले पुरै पढ्न सक्छु। अनि चाहिँ गुरुले दिएको जुन सेवामा चाहिँ तत्पर भएर लाग्न मन लाग्न सेवामा पनि जान्छु। शरीरलाई यस्तो स्ट्रङ बनाइदिनु भयो कि बच्चाको जस्तो शरीर बनाइदिनु भयो। अहिले चाहिँ आफैलाई आनन्द र खुसी लाग्छ। सद्गुरु रामपालजी महाराजको भक्तिमा यति शक्ति रहेछ। आज वेद शास्त्रमा यस्ता मन्त्र रहेछन्, आज हामीलाई कसैले यो कुरा बताउन सकेनन् कि वेद शास्त्रका मन्त्र जपेर रोग सन्जाउने यस्तो मन्त्रहरूलाई अहिलेसम्म हामीलाई थाहा नै। हामी चाहिँ अलिकति अनियलमा रहेछौँ, अन्धभक्त भएर बाँचिरहेका रहेछौँ भन्ने कुरो थाहा भयो। नेपाल तथा इन्डियाका प्रसिद्ध अस्पतालहरूका डाक्टरहरूले तपाईँको बिमारी ठिक पार्न सकेनन् र अन्त्यमा बेड रेस्ट गर्ने सल्लाह दिए। जब सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिनुभयो, बिस्तारै तपाईँको सबै रोग ठिक भए। अहिलेको 21औं शताब्दीमा प्राय मानिसहरू अध्यात्मभन्दा बढी विज्ञानमाथि विश्वास गर्छन्। ती व्यक्तिहरूलाई हाम्रो च्यानलको माध्यमबाट के भन्न चाहनुहुन्छ? साइन्समा मात्रै विश्वास गरेर हामी बसेका थियौँ। अहिलेसम्म हामीलाई पनि थाहा थिएन कि हाम्रो वेदशास्त्रमा यस्तो मन्त्र छ, हाम्रो यस्तो तत्त्वदर्शी सन्त गुरु बनेर परमात्माको रूप गुरु बनेर धरतीमा आउनु भएको छ भन्ने हामीलाई पनि थाहा थिएन। सायद यो सन्त रामपालजी महाराजको कृपा मात्रै होला सायद अहिले। र हामी साइन्सभन्दा जब साइन्सबाट विकल्प सकिएपछि साइन्सले पनि डक्टरहरूले पनि के भन्नुहुन्छ भने अब भगवान्को भरोसा बस्नुहोस् है भन्नुहुन्छ। उहाँले आशा जब सकिसकेपछि, बिरामी जब अस्वस्थ भइसकेपछि र अब आशा छैन भन्ने भएपछि उहाँहरूले उहाँका गार्जेनहरूलाई के भन्नुहुन्छ भने अब भगवान्मा भरोसा बस्नुहोस् है भनेर भन्नुहुन्छ। त्यस्तै जब साइन्सहरूले, हाम्रो विज्ञानले अनि डक्टरहरूले हाम्रो चाहिँ उपचार जब थाकिसक्नु भयो, अब सक्नु भएन भने हामीले आध्यात्मिकतिर लागेर हामीले लाभ लिन सकिने रहेछ भन्ने कुरो मलाई यहाँबाट पुरा विश्वास भयो। र हाम्रो जगद्गुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजले दिनेको मन्त्रबाट चाहिँ हामीलाई सबैलाई चाहिँ लाभ मिलेको मैले चाहिँ पाएँ र मलाई पनि लाभ भयो र म अहिले सुखी छु।
परमात्मा सद्गुरु रामपालजी महाराजको दयाले र हामी यो अहिले चाहिँ आजको युगमा चाहिँ सद्गुरु सन्त रामपालजी महाराजको भक्तिमा चाहिँ हामी सबैलाई लाग्न जरुरी रहेछ भन्ने कुरो मैले धेरै कुराहरू बुझेँ र मैले आफैलाई जीवनमा अपनाएर मलाई राम्रो भयो। त्यही भएर हामी सबैलाई पनि यो ज्ञान प्रचार गर्नको लागि चाहिँ अहिले आजभोलि सोसल मिडियाहरूबाट यो प्लेटफर्मबाट अनि चाहिँ यिनी नेपालका प्रसिद्ध टिभी च्यानलहरूबाट सत्सङ्ग आउँछ, सन्त रामपालजी महाराजको सत्सङ्ग आउँछ। हामीले जतिखेर पनि त्यो सत्सङ्ग आउँदाखेरि बसेर हेरौँ अनि त्यो सत्सङ्ग सुनौँ अनि शास्त्र प्रमाणित छ। उहाँले शास्त्रभन्दा बाहिरको एउटा कुरा पनि लिएर आएर मिसाउनुहुन्न, अरूको जस्तो वाहवाही उहाँ बक्नुहुन्न। उहाँको पुरा शास्त्र प्रमाणित ज्ञान छ, त्यसैले गर्दा हामीलाई लाभ मिलेको हो। शास्त्र प्रमाणित भक्ति गरेपछि बल्ल लाभ मिल्छ भन्ने कुरा हामीले चाहिँ जीवनमा अपनाएर हेरेको भएर म यदि टिभी च्यानल जति हेर्ने सबै मेरा दर्शकहरूलाई अथवा मेरा दिदीबहिनी दाजुभाइ सबैलाई मैले यही अनुरोध गर्छु, हजुरहरूले पनि यो सत्सङ्गलाई सुनिदिनुहोस्, बुझिदिनुहोस्। एउटा कुरा मानव चोला अनमोल छ अनि किन भन्दा बार बार मिल्दैन र यही भक्तिबाट हाम्रो मोक्ष पनि हुन्छ। शारीरिक मानुष जन्म दुर्लभ है, मिले न बारम्बार, तरबर से पत्ता टुट गिरे फिर नहीं लगता डार। जसरी रुखबाट पत्ता चाहिँ पाकेर झरिसकेपछि फेरि पुनः त्यो रुखमा लाग्दैन, त्यस्तै हाम्रो जीवन छ। 84 लाख जुनी भोगेर हामी मानव चलामा आयौँ। फेरि त्यही भए पनि अब पुरा समय सिद्धिन लाए पनि मौका छ। परमात्माले के भन्नुहुन्छ भने समय सिद्धिन लागिसक्यो भने शरणमा आऊ, शरणमा आएर मन्त्र दीक्षा लिएर तिमीले जपेपछि तिम्रो कल्याण हुन्छ, आत्माको पनि कल्याण हुन्छ भन्नुभएको छ। अहिलेको युगमा चाहिँ साइन्टिस्टको युग छ, तर भए तापनि आध्यात्मिकलाई पनि हामीले फलो गर्दै र हामीले विश्वास गऱ्यौँ भने हाम्रो धेरै लाभ उताबाट भन्दा यताबाट मिल्दो रहेछ भन्ने कुरो मलाई त पुरा विश्वास भयो। र हाम्रो टिभी च्यानलहरू हेरेर बस्नुभएका सबै दर्शकहरूलाई पनि मैले अब म अरू त के भन्न सक्छु र अनुरोध गर्छु, सन्त रामपालजी महाराजको सत्सङ्ग सुन्नुहोला, सबैले यो ज्ञान बुझ्नुहोला। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिइसकेपछि हजुरले ब्रह्मा विष्णु महेशको भक्ति साधना छोड्नु भएको छ कि छैन? मैले भक्ति साधना छोडेको छैन र सही ढङ्गले पहिला चाहिँ हामी एउटा जसरी हामीले गरेका थियौँ त्यो चाहिँ अलिकति हाम्रो गलत साधना भएको हुनाले हाम्रो तरिका नमिलेको हुँदाखेरि र हामीलाई लाभ नमिलेको रहेछ। सन्त रामपालजी महाराजले ब्रह्मा विष्णु महेश्वरको साधना भक्ति छुटाउनुहुन्न, साधना सिकाउनुहुन्छ कि यो चाहिँ कसरी सिकाउनुहुन्छ भने पहिला चाहिँ भन्नुहुन्छ कि तीनों देवा कमल दल बैठे ब्रह्मा विष्णु महेश, प्रथम इनकी वन्दना फिर सद्गुरु उपदेश। यसरी चाहिँ हामीलाई पहिला यो कुरो बुझाएर बल्ल हामीलाई यो साधना सिकाउनुहुन्छ र यो साधनाबाट बल्ल हामीलाई लाभ मिलेको छ। टिभी हेरेर बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? सन्त रामपालजी महाराजले समाजलाई दिएको योगदान नशामुक्त समाज बनाउनु भएको छ। दाइजोमुक्त विवाह गराइराख्नु भएको छ। सन्त रामपालजी महाराजका शिष्यहरूले चाहिँ आफ्नो छोराछोरीको बच्चाको विवाह चाहिँ दाइजो रहित विवाह गराइराख्नु भएको छ। दाइजोको कारणले गर्दाखेरि सबैमा झैझगडा हुने, गरिब दुखीहरूको लागि पनि ऋण खोजेर घर बेचेर भए पनि दाइजो दिनुपर्ने, दाइ पनि छोरीको बिहा गर्न गाह्रो हुने। त्यस हुनाले हाम्रो सन्त रामपालजी महाराजले धेरै कुराहरूलाई सबै जातीय भेदभावलाई मेटाउनु भएको छ अनि भ्रष्टाचार मुक्त बनाउनको लागि नारा दिनुभएको छ, सबैलाई यो सन्देश दिनुभएको छ समाजमा। र हामीहरू सन्त रामपालजी महाराजका शिष्यहरूले यो कुरालाई हामीले ध्यान दिएर हामीले यो जीवनलाई अगाडि बढाउँदैछौँ र हामी सबै देश भ्रष्टाचार मुक्त, दाइजो मुक्त अनि हत्या हिंसा बन्द अनि त्यसपछि चाहिँ नशामुक्त भयो भने त सत्ययुग आउन कति बेर लाग्छ र हामी सबैमा यो ज्ञान प्रचलित होस्, सबैमा यो ज्ञान जाओस् भन्नको लागि चाहिँ हामीले आज घर घरमा पुस्तक पुर्याएका छौँ। टिभी च्यानलहरूमा सत्सङ्ग आइरहेको छ। गुरुजीले सत्ययुग फर्काउन खोज्नु भएको छ सन्त रामपालजी महाराजले। उहाँको सत्सङ्गमा हामीले ध्यान दिएर सुन्यौँ भने हामी सत्ययुग फर्कन बेर लाग्दैन परमात्माको दयाले। सन्त रामपालजी महाराजबाट मन्त्र दीक्षा लिन कति शुल्क तिर्नुपर्छ? सन्त रामपालजी महाराजबाट नाम दीक्षा लिनको लागि कुनै शुल्क लाग्दैन, निःशुल्क नाम दीक्षा पाउनुहुन्छ तपाईँहरूले। धन्यवाद। साहेब नमस्ते।